यो संसारमा पैसा कमाउन सबैलाई मन छ, धनी बन्न पनि सबैलाई मन छ, मोज मस्ती ऐसाराम गर्न पनि सबैलाई मन छ। तर धनी बन्नको लागि कस्तो व्यक्तिसँग संगत गर्ने त? कस्तो व्यक्तिको साथ गर्ने? कस्तो व्यक्तिलाई साथी बनाउने? भिडियो एकदम महत्त्वपूर्ण छ, कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। धनी बन्नको लागि कस्तो व्यक्तिको संगत गर्ने? कस्तो व्यक्तिलाई साथी बनाउने त? नम्बर 1 मा रहेको छ लक्ष्यधारी व्यक्ति। कुनै एउटा लक्ष्य लिएर त्यो लक्ष्यलाई पूरा नगर्दासम्म मेहनत गर्ने, त्यो लक्ष्यको पछाडि पागलपन भएर लाग्ने है। कुनै पनि एउटा लक्ष्य लिन्छ, कुनै पनि एउटा व्यापार बिजनेसको लागि लक्ष्य बनायो भने त्यो लक्ष्यलाई दिनरात त्यसमा असफल कतिचोटि किन नहोस् तर चाहिँ त्यसलाई सफल पारेर छोड्ने, दिनरात पछाडि त्यसको लाग्ने, त्यसमा पागलपन भएर अगाडि लाग्ने लक्ष्यधारी व्यक्ति। त्यस्तो व्यक्तिलाई तपाईले साथी बनाउनु भयो भने तपाई धनी अवश्य बन्नुहुन्छ, त्योबाट धेरै कुरा सिक्नुहुन्छ। 2 नम्बरमा रहेको छ सिक्न रुचाउने व्यक्ति। सिक्न रुचाउने कुनै पनि काम छ है, कुनै पनि सिपहरू छ, त्यस्ता सिपहरू सिक्न इच्छा भएको व्यक्ति है। त्यस्ता जस्तो अब कुनै पनि पैसा कमाउनको लागि कुनै सिपहरू छ है। अब आजभोलि पैसा विभिन्न सिपबाट सिक्न सकिन्छ, विभिन्न सिपहरू। त्यो सिपहरूलाई सिक्नको लागि चाहिँ रुचि भएको व्यक्ति है, सिक्न रुचाउने व्यक्ति है। अब जुनसुकै काम होस् है, अब गाडी चलाउन हुन्छ है, अब भनौँ न हरेक कामहरू हुन्छ नि आजभोलि। अनि शेयर मार्केट सम्बन्धी बुझ्नलाई है, अनि पैसाहरू कसरी कमाउने है, यस्ता सिपहरू हुन्छ नि त। त्यस्ता सिपहरूलाई चाहिँ सिक्न रुचाउने व्यक्तिको संगत गर्नु पर्यो। त्यसको संगत गर्नुभयो भने के हुन्छ तपाईलाई? तपाई पनि त्यस्तै सोच्नुहुन्छ। तपाई जस्तो व्यक्तिको संगत गर्नुहुन्छ तपाई त्यस्तै बन्नुहुन्छ। त्यसैले सिक्न रुचाउने व्यक्तिको संगत गर्नुभयो भने तपाईले पनि सिक्न रुचाउनुहुन्छ है। तपाई पनि सिक्न रुचाउनुहुन्छ, यो काम कस्तो होला, के होला, कसरी गर्ने होला, एकचोटि असफल भयो भने कसरी गर्ने होला भन्ने हुन्छ तपाईलाई। त्यसैले सिक्न रुचाउने व्यक्तिको संगत गर्नुभयो भने तपाई पनि सिक्ने हुनुहुन्छ र तपाई पनि धनी बन्न सक्नुहुन्छ। 3 नम्बरमा रहेको छ आफै सोच बनाउने है। आफै सोच बनाउने भन्नाले अब कुनै पनि काम छ, अब त्यसलाई चाहिँ असफल भयो भने त्यसलाई आफै सोच बनाउने, आफै ब्रान्ड बनाउने, आफै कम्पनी खोल्न सक्ने। म चाहिँ यस्तो एउटा कम्पनी खोल्छु, त्यसमा चाहिँ यस्तो गर्छु, सामान चाहिँ यता बिक्री गर्छु है, मान्छे चाहिँ यति राख्छु है, मान्छे यसरी राख्छु, असफल भयो भने म यस्तो गर्छु है, सफल भयो भने यस्तो गर्छु, असफल भयो भने म अझै राम्रो गर्न खोज्छु है। के कारणले असफल भयो, कस्तो कारणले असफल भयो भनेर चाहिँ आफै ब्रान्ड बनाउने है, आफै ब्रान्ड बनाउने, आफ्नो कम्पनी आफै खोल्न खोज्ने है। त्यस्तो आफ्नै सोच बनाउने व्यक्तिसँग लाग्नु भयो भने तपाई धनी बन्न सक्नुहुन्छ। 4 नम्बरमा रहेको छ आर्थिक रूपमा अनुशासित व्यक्ति। आर्थिक रूपमा अनुशासित व्यक्ति भनेको पैसालाई चाहिँ चाहिएको ठाउँमा मात्र खर्च गर्ने है, नचाहिएको ठाउँमा खर्च नगर्ने है। जथाभावी पैसालाई चाहिँ लगानी नगर्ने, कुनै चिजमा लगानी गर्न छ भने त्यसको बारेमा अध्ययन गरेर मात्रै गर्ने, पैसा कमाएको छ भने त्यसलाई बचत गर्ने, बचत गरेर लगानी गर्ने, खर्च कम मात्रामा गर्ने है। खर्च चाहिँ अब जथाभावी नगर्ने, लगानी चाहिँ अब कमाएको पैसालाई चाहिँ जोगाएर लगानी पनि कस्तो ठाउँमा लगाउने हेरेर राम्रोसँग अध्ययन गरेर मात्रै, योमा चाहिँ घाटा हुन्न है, नाफा हुने सम्भावना धेरै छ भने चाहिँ त्यस्तो ठाउँमा लगाउने हो। त्यस्ता चाहिँ आर्थिक रूपमा अनुशासित, पैसामा चाहिँ अनुशासन भएको व्यक्तिसँग चाहिँ तपाईले संगत गर्नुभयो भने तपाई धनी बन्न सक्नुहुन्छ। 5 नम्बरमा रहेको छ सकारात्मक आलोचना। सकारात्मक आलोचना भनेको कुनै पनि मानौ तपाईले संगत गर्ने व्यक्तिले तपाईले नराम्रो काम गर्नुभयो, भने त्यसले चाहिँ राम्रो तपाईले गरे राम्रो हो भनेर चाहिँ आलोचना गर्यो भने त्यो मान्छे ठीक छैन। त्यो नकारात्मक आलोचना गर्यो, तपाईले राम्रो गरेकोलाई राम्रै भन्नु पर्यो, त्यसले नराम्रो गरेकोलाई नराम्रै भन्नु पर्यो। तपाईले नराम्रो गरेकोले राम्रो भन्यो भने तपाईले के हुन्छ, तपाईले थाहा नहुन पनि सक्छ त्यस सम्बन्धी। तपाईले राम्रो गरेको नराम्रो भनिदियो भने तपाईले नराम्रै रहेछ, राम्रो गरेले नराम्रो भनिदियो भने नराम्रै रहेछ भन्ने हुन्छ। त्यसैले सकारात्मक आलोचना गर्यो, जे कुरा हो सत्य तथ्य बोल्नु पर्यो क्या, सत्य तथ्य आलोचना गर्न सक्नु पर्यो। जे कुरा हो त्यही बोल्नु पर्यो। राम्रोलाई राम्रो, नराम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्न सक्नु पर्यो। त्यसैले सकारात्मक आलोचना गर्ने व्यक्तिको तपाई पछि लाग्नुभयो, संगत गर्नुभयो भने तपाई पनि धनी बन्न सक्नुहुन्छ। र नम्बर 6 मा रहेको छ उत्पादनशील व्यक्ति है। उत्पादनशील व्यक्ति
यदि तपाईसँग संगत गर्ने व्यक्ति उत्पादनशील छ, आफैमा एउटा उत्पादनशील छ, कसरी उत्पादन गर्ने है, कुनै पनि चिजको कसरी उत्पादन गर्ने भनेर खोजी गर्छ है। अब भनौँ न, अब उत्पादन भन्नाले तपाईहरुले अब जे पनि हुन सक्छ, अब गहुँ जौँ है, त्यसपछि कुनै पनि कम्पनीमा चाहिँ कसरी खोल्ने, यसलाई चाहिँ सुरुमा कसरी खोल्ने, यसको उत्पादन कसरी गर्न सकिन्छ है, यसमा कतिजना मान्छे राख्ने, को राख्ने, घाटा भएमा के गर्ने, नाफा भएमा के गर्ने गरेर आफै उत्पादन गर्न सक्ने एउटा कम्पनी आफै एउटा खोल्न सक्ने प्लान भएको व्यक्ति है। कस्तो कम्पनी खोल्ने, के खोल्ने, कहाँनिर खोलेपछि चल्छ, कहाँनिर खोलेपछि घाटा हुन्छ, कहाँनिर खोलेपछि नाफा हुन्छ, चल्नलाई के गराउनु पर्छ है, अनि कस्तो सामान बिक्ला, कस्तो सामान नबिक्ला, सामान बिकेन भने के गर्ने भनेर एउटा आफै उत्पादन गर्न सक्ने एउटा कम्पनीको चाहिँ प्लानिङ गर्न सक्ने, उत्पादन गर्न सक्ने उत्पादनशील व्यक्तिसँग तपाईले संगत गर्नुभयो भने तपाई अवश्य पनि धनी हुन सक्नुहुन्छ। आजको भिडियो यति नै। भिडियो मन परेमा लाइक, शेयर, कमेन्ट र यो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला।